पनि आज अंश अवतारको रूपमा महाराज दशरथको घरमा जन्म लिनु भएको छ भन्ने कुरा अंशांशेन चतुर्धागात् पुत्रतं प्रार्थितं सुरै राम लक्ष्मण शर भरत शत्रुघ्न इति संज्ञया। भगवानले अवतार लिएर आउनुभयो भन्ने सुन्ने बित्तिकै भगवानले कसरी अवतार लिएर आउनुभयो ऋषि तत्त्वज्ञानीहरूले कुरालाई अत्यन्त गहिराईसँग मनन गरेका छन्। त्यसकारणले गर्दाखेरि हजुरले मलाई बताउनु पर्यो भनेपछि एक समयको कुरा हो। अयोध्याका अधिपति हुनुभएको भगवान रामका पिताको रूपमा जसले यो धराधाममा देवताहरूलाई पनि युद्धका बीचमा परास्त गर्न सक्नेवाला महाराज दशरथ हुनुहुन्थ्यो। दशरथ महाराज विवाह गर्नुभएको ती तीनवटा रानी सन्तान भएनन्। सन्तान नभइसके पछाडि बडो ठुलो चिन्ता भयो। सन्तान नभएका कारणले गर्दाखेरि दुखी हुनुभएको महाराज समय बित्दै गयो। तीनैवटा रानीबाट कौशल्या सुमित्रा र कैकेयीबाट सन्तान नभएपछि बडा दुखी हुनुभयो। राज्यमा सबै कुरा आफ्नो अनुकूल छ, सन्तान भएनन्। अब कसलाई सोध्ने भन्दाखेरि आफ्नै गुरु वशिष्ठलाई बोलाउनु भयो। वशिष्ठ गुरु म त सन्तानहीन सूर्य वंशमा प्राय यस्तै हुने गर्दछ, कसरी सन्तान प्राप्ति गर्न सकिन्छ, यज्ञ गरेर हुन्छ कि प्रभु मलाई बताउनु पर्यो भनेपछि वशिष्ठ नाम गरेका ऋषिले भन्नुभयो यति बेला यज्ञ गर्नको लागि उचित आचार्य म पनि त्यति धेरै सक्दिन। यति बेला श्रृंगी नाम गरेका ऋषिलाई बोलाएर ल्याएर यज्ञ गरियो भनेदेखि यज्ञमा भगवानलाई प्रसन्न पार्न सकिन्छ। भगवान प्रसन्न हुनुभयो भने यज्ञबाट पुत्रश्री यज्ञ गरौँला, त्यहीबाट हजुरले आफ्ना सन्तानहरूको मुख देख्न पाउनुहुनेछ र हजुरले पनि आफ्ना पितृका ऋणहरूलाई तिर्न सक्नुहुनेछ भनेपछि महाराज दशरथले विचार गर्नुभयो ल जाउँ सबै अब वशिष्ठ नामका ऋषिलाई लिएर गएर श्रृंगी नाम गरेका ऋषि भएको ठाउँमा गयो। श्रृंगी नाम गरेका ऋषिलाई वशिष्ठले आह्वान गर्नुभयो। श्रृंगी नाम गरेका ऋषि जहाँ जाने वहीँ पानी पर्ने भएको विशेषता त्यस्तो भएका कारणले रोमपाद नाम गरेका ऋषिले त्यो कुरा बताउनु भएकाले वशिष्ठ नाम गरेका ऋषिले श्रृंगी नाम गरेका ऋषिलाई र वशिष्ठ दुईजना भएर महाराज दशरथको यज्ञ गर्नको लागि सबै तयारी गरिन्छ। श्रृंगी ऋषिले पनि अब आफ्नो आधारपूर्वक यज्ञको लागि सम्पूर्ण कुराहरू ठिक्क बनाइयो। भगवान यज्ञेश्वर त्यहीबाट प्रकट हुनुभयो। यज्ञेश्वर प्रकट भइसके पछाडि तीनैवटा रानीहरूको लागि यज्ञबाट प्राप्ति भएको अभि प्राशन गर्ने काम गरियो। समय बित्दै जाँदाखेरि कौशल्याबाट भगवान राम जन्मिनुभयो, कैकेयीबाट भरत जन्मिनुभयो, त्यसै गरी सुमित्राबाट लक्ष्मण र शत्रुघ्नले जन्म लिने काम गर्नुभयो। भगवान जब जन्मिसके पछाडि अवतार लिएर आउनु भएको महाराज दशरथलाई अत्यन्त खुसी भयो। सबैलाई बोलाउनु भयो, दान आदि गर्ने काम पनि गर्नुभयो। बुढेसकालमा प्राप्ति भएका छोरा कति प्यारो हुन्छ महाराजलाई। चारैवटा छोराहरू बराबरी रूपमा दृष्टि राख्न सक्ने महाराजले एक समयको कुरा कस्तो भएछ भनेदेखि विश्वामित्र नाम गरेका ऋषि हुनुहुन्थ्यो। ऋषिले यज्ञ गर्न भनेर लाग्नुभएका दुष्ट दानवहरूले गर्दाखेरि यज्ञका बीचमा कहिले पिपको वर्षा हुन्छ, कहिले हड्डीको वर्षा हुन्छ, कहिले रगतको वर्षा गर्ने गरेको देखिसकेपछि यज्ञ गर्न पाइएन। यति बेला यी दानवहरूलाई संहार गर्नको लागि कसले सक्छ भन्ने कुरा लागेर उनी महाराज दशरथका छोराको लागि याचना गर्नको लागि विश्वामित्र नाम गरेका गुरु आउनुहुन्छ। विश्वामित्रले भन्नुहुन्छ महाराज हजुरले मलाई हजुरका पुत्रहरू हाम्रा लक्ष्मण दिएर पठाउने काम गर्नुहोस्, जसबाट मैले यज्ञ सम्पादन गर्न सकौं। यज्ञमा अनेक प्रकारका विघ्नहरू आइरहेका छन् भनेपछि महाराज भन्नुहुन्छ कि यदि मिल्छ भनेदेखि बरु म गएर हुन्छ भने म आफै जाउँला, मेरा यी पुत्रहरूलाई म पठाउने काम गर्दिन कि त्यस्ता राक्षसहरूको मुखमा जानी जानी छोराहरूलाई मबाट पठाउने काम हुँदैन। विश्वामित्रले धेरै पटक अनुरोध गरिसके पछाडि आफ्नो मनमा
बडा विकराल अवस्था सृजना भई छोराहरूलाई पठाइयो भने राक्षसहरूका मुखबाट फर्केर आउने हुन् कि होइनन् भन्ने संदिग्ध अवस्था हो। ऋषिको श्राप मिल्यो भनेदेखि सम्पूर्ण राज्य नै खरानी हुन्छ, के गर्ने। मेरै राज्यमा आज ब्राह्मणहरूले यज्ञ गर्न नपाएको भनेपछि अब के गर्ने, म जाँदा पनि हुँदैन, अरूलाई पठाउँदा हुँदैन, मन्त्री पठाउँदा हुँदैन भनेपछि महाराज दशरथले आफ्नो मुटुमा गाँठो बनाएर राम र लक्ष्मणलाई गुरु विश्वामित्रका साथमा पठाउने काम गर्नुभयो। सधैँ सधैँ दुष्ट दैत्यहरूले माथिबाट यज्ञलाई बिथोल्ने काम गर्थे। आज यज्ञका बीचमा भगवान राम र लक्ष्मण पनि बस्नु भएको छ। दुष्ट दानवहरू आए संहार गर्नको लागि सुबाहुलाई 100 कोस पर पुर्याएर भगवानले त्यसलाई समन गर्ने काम गर्नुभयो। मारिस त्यहाँबाट भाग्ने काम गर्यो। यज्ञ गरियो। एक समयको कुरा कस्तो भएछ भनेदेखि त्यही बेलामा बला र अति बला नाम गरेको विद्या पनि गुरु विश्वामित्रले दिने काम गर्नुभयो। बला र अति बला भनेको भोक व्यास पनि नलाग्ने, युद्धका बीचमा कुनै पनि प्रकारको अस्थिलो नपर्ने विद्या प्राप्ति गरेका थिए। एक समयको कुरो कस्तो भएछ भनेदेखि यतापट्टि जनक महाराजको यज्ञ गर्न भनेर लाग्या कर्सतोमय यज्ञ गर्नुभन्दा पहिला यज्ञको भूमिलाई जोत्नु पर्ने भएका कारणले गर्दाखेरि सुनको हलो बनाएर आफै महाराज जनक जोत्दै हुनुहुन्थ्यो। त्यहाँबाट एउटा बादशाह पैदा भयो। त्यहाँबाट सीता प्रकट हुनुभयो। तिनै सीतालाई आफ्नो छोरी नभएको कारणले गर्दाखेरि छोरीकै रूपमा हुर्काउँदै बढाउँदै आउने गर्नुभएको थियो। एक समयको कुरा हो, ऋषि विश्वामित्रको दरबारमा बसेका आज महाराज दशरथका छोराहरू ऋषिको सेवा गर्नको लागि बसेका कारणले गर्दाखेरि त्यहीबाट जाने क्रममा एक दिन सीताले पनि राम र लक्ष्मणलाई देख्नु भएछ। रामलाई देखिसके पछाडि सीताको मनमा पनि कस्तो भाव आएछ अरे भने यिनैलाई मैले पति रूपमा प्राप्त गर्न पाए पनि हुन्थ्यो भन्ने त्यस्तो प्रकारको भाव मनमा आइराखेको थियो। समय प्राप्ति हो। क्षेत्रीय राजाहरूको कन्याको विवाह अरू साधारण मनुष्यको जस्तो होइन। कन्याले जसलाई चाहन्छन् उनलाई नि वरमाला लगाउने नियम रहन्छ गन्धर्व विधि अनुसार। त्यस कारणले गर्दाखेरि यो संसार सबैलाई प्राप्ति भयो। एक दिन के भएछ भनेदेखि भगवान शिवजीको हजारौं वीरहरूबाट पनि उठाउन नसक्ने एउटा शिवजीको धनुष थियो महाराज जनकको दरबारमा। त्यो धनुष राखिराखेको ठाउँमा एक दिन सीताले त्यो धनुषलाई पनि सारेर त्यो भएको भूमिमा लिप्ने काम गरेको देखिसकेपछि महाराज जनकले विचार गर्नुभएछ, मेरी छोरी यति पराक्रमी रहेछन्, अब मैले एउटै प्रतिज्ञा गर्नेछु कि यो धनुषलाई जसले तानो चढाएर धनुष उठाउन सक्छ त्यसैलाई मेरी छोरीले वरमाला लगाउने छिन् भन्ने त्यस्तो प्रकारको प्रतिज्ञा गरेका रहेछन्। यतापट्टि सबैलाई निमन्त्रणा भयो। स्वयंवरको आयोजना गर्नुभयो। स्वयंवरको आयोजना गरेपछि गुरु विश्वामित्रले भन्नुभयो, हिँड बाबु स्वयंवर कस्तो हुँदो रहेछ हेर्न जाउँ। राम र लक्ष्मणलाई पनि लिएर जानु भएको थियो। पछाडितिर बस्नु भएको राम र लक्ष्मण सबै वीरहरू आए। धनुष उठाउन कसैको पनि तागत चलेन। त्यति बेला सबैबाट निराश भइसके पछाडि कसैले धनुष उठाउन नसकिसके पछाडि बाहुबल कसैको देखेन। आफूले गरेको प्रतिज्ञा झुटो हुने भयो भन्ने लागेर महाराज जनकले भन्नुभयो, यो पृथ्वी पनि पराक्रम क्षेत्रीय विहीन रहेछ भनेपछि पछाडि बस्नु भएको थियो लक्ष्मणले भन्नुभयो, दाइ हजुरले अहिलेसम्म सुन्नु भएको छैन कि के हो, हामी आज यहाँ हुँदाहुँदै पराक्रमीवाला छैनन् भनिरहेका छन्, म जाउँ दाइ भन्दाखेरि भगवान रामले भन्नुभयो, तिमी जानु पर्दैन। भगवान राम जानुभयो। धनुष भङ्ग गर्नुभयो। 3 ठाउँमा धनुष भाँचियो। सीताले वरमाला लगाउने काम पनि रामलाई गर्नुभयो। यो कुरा महाराज दशरथलाई थाहा थिएन। दशरथलाई बोलाइयो। जन्तीका साथमा दशरथ महाराज आउनुभयो। बडा हर्ष उल्लासका साथमा आफ्नी कन्या विवाह गरेर दिने काम पनि महाराज जनकले गर्नुभयो। अन्तिममा विवाहमा छोरीलाई दिनुपर्ने सम्पूर्ण कुराहरू दिइसके पछाडि सद्ज्ञान दिने काम गर्नुभयो। तिमीलाई मैले विवाह गरेर दिइसके पछाडि तिम्रो आफ्नो पत्नीको धर्म के हो तिमीले निभाउनु पर्छ भनेर महाराज जनकले आफ्नी
पत्नीलाई लगाएर सम्पूर्ण कुराहरू व्यवस्था गराउन लाउनु हो। विवादी कर्म पनि सम्पन्न भयो। समय प्राप्ति भयो। एक दिनको कुरा हो। महाराज दशरथले ऐना हेर्दै हुनुहुँदो रहेछ। सबैभन्दा पहिला कपाल फुल्छ त कानकै छेउमा फुल्छ। एउटा रौँ फुलेको देखिसके पछाडि लागेछ अब बुढेसकालले पनि छोयो। यो राज्यको सिंहासनमा म किन बसिराख्नु? छोराहरू समर्थवान भइसके। बाँकी तीनवटाको पनि विवाह भइसकेको थियो। रामको पनि विवाह भयो। अब यो राज्यको सिंहासनमा बस्ने जेठो पुत्र नै उत्तराधिकारी हुन्छ भन्ने कुरा लागेछ र सबै मन्त्रीहरूलाई बोलाउनु हो। मन्त्रीहरू सबै आए। सभा राखियो। सभाका बीचमा निर्णय गरियो। अब आज सबैले 4वटा समुद्रको जल लिएर आउने। ब्राह्मणहरूलाई बोलाउने। भोलि बिहान यो राज्यको भार म अब लिनेवाला छैन। मेरो जेठो छोरो रामलाई नै यो राज्य गद्दीको सिंहासनमा राख्ने। सारा हल्ला खल्ला भयो। यो कुरा मन्थराले पनि थाहा पाइछे। मन्थरा चाहिँ कैकेयीको सुसारेको रूपमा रहिराख्या। तपाईले कुरा थाहा पाउनु भयो कि भएन भनेर कैकेयीलाई एकपल्ट भनेपछि कैकेयीले भन्नुभयो के कुरा भन भनेपछि थाहा पाइहाल्छु नि भन्दाखेरि भोलि अब हजुरको छोरा हुँदाहुँदै हजुरको सौताको छोरालाई राज्य सिंहासनमा राख्ने कुरा सारा राज्यहरू सबै जनताहरूले थाहा पाइसक्यो। हजुरले थाहा पाउनु भएको छैन भनेपछि कैकेयीले भन्ने ठिकै त छ। मेरो छोरो बसेर पनि केही हुँदैन। राम बसेर पनि केही हुँदैन। राम बसेकै कल्याण छ। व्यक्तिको दिमागलाई दूषित गर्नको लागि एउटै कुरा पनि 2 पटक 3 पटक 4 पटक भनेपछि हो क्यारे जस्तो लाग्छ। कैकेयीले केही पनि त्यस्तो वास्ता गरेकी थिइन। मन्थराले फेरि पनि जाँदै भोलि तपाईलाई गाह्रो पर्छ। सौताको छोराले राज्य सिंहासनमा बसेको कसरी हेर्न सक्नुहुन्छ? सौताको छोरा राजा भएको त्यो राज्यमा तपाईँ हेर्न सक्नुहुन्न। विचार गर्नुहोस्। हजुरकै छोरालाई राज्य सिंहासनमा राख्ने केही उपाय गर्नु पर्यो भनेपछि कैकेयीले भन्नुभयो शास्त्र सम्मत रूपमा पनि जेठीको छोरो नै राज्य सिंहासनमा बस्ने हो। मसँग केही उपाय छैन भनेपछि व्यक्तिले कुरा कहाँबाट कहिले खुस्केको हुन्छ त्यो कुरा थाहा पाउँदैन। हेर्नु एक समय के भएको थियो भने देवासुर संग्राम भयो। देवासुर संग्रामका बीचमा देवताहरूले हार्ने परिस्थिति भयो। स्वर्गबाट देवताहरूले पृथ्वीमा हुनुभएको महाराज दशरथलाई आह्वान गरे। युद्धका बीचमा महाराज दशरथ युद्ध लड्न जानु हो। सँगसँगै त्यही रथमा बसेकै थिइन् कैकेयी। युद्ध लड्दै जाँदाखेरि रथको पाङ्राको एउटा चुकुल खुस्किएछ। अब धनुषमा बाण चढाउने के। अब रथबाट लडेपछि रथी स्वयं धराशायी हुने स्थिति भयो। त्यो कुरा थाहा भएन महाराज दशरथलाई। कैकेयीले यसो हेरेको अब रथ लड्ने बेला भयो। आफ्नो कान्छीलाई राखेर त्यो रथलाई गुडाउँदै लिएर गएर युद्ध जिताइसके पछाडि महाराज हजुरलाई त केही कष्ट भएको छैन। जति कष्ट हुनु मैलाई भयो। युद्ध त जित्यो के गर्नु पीडा भयो। के को पीडा हो त्यस्तो प्रकारको भनन भन्दाखेरि हजुरले अहिलेसम्म पछाडि हेर्नुहोस् यो रगतको सबै धारा छ। यो मैले नै रथको चुकुल बनाउनको लागि यही अमला राखेका थिएँ जसका कारणले गर्दाखेरि तपाईँले देवासुर संग्राममा देवताहरूलाई जिताउने काम गर्नु हो भनेपछि महाराज दशरथ अत्यन्त प्रसन्न हुनुभयो। हेर तिमीले आफ्नो प्राणलाई पनि बाजीमा राखेर मलाई युद्धका बीचमा मेरो मात्र होइन युद्धलाई विजय प्राप्ति गराउने काम गर्यो। के माग्ने इच्छा छ वरदान माग। वरदान माग भनिसके पछाडि महारानी कैकेयीले भन्नुभयो अहिले त सबै कुरा सम्पन्न छ। कुनै दिन माग्नु पर्यो भनेदेखि म माग्ने छु। त्यही बेला 2वटा वरदान भनेर त्यो वरदानलाई त्यतिकै राखिराखेका छु। घरमा काम गर्न आउनेलाई 1-2 दिन भेट्नेलाई बाटोमा भेट्नेलाई चौतारीमा भेट्नेलाई आफ्नो घरको आन्तरिक खोल्नेवाला व्यक्तिले सधैँ दुःख पाउँछ। सुन्नु त्यो आन्तरिक मन्थरालाई भनेका कारणले गर्दाखेरि मन्थराले भने हेर्नुहोस् उपाय त हजुरलाई नै थाहा छ। अहिले बिर्सिनु हो। हजुरले नि भन्नुभएको होइन। महाराज दशरथ प्रसन्न भएर वरदान दिने भनेको छ। जति बेला चाहियो त्यति बेला वरदान दिने भनेको छ। समय अहिले नै प्राप्ति भएको 2वटा वरदान माग्ने। हजुरले अब यही बेलामा वरदान माग्नुहोस् भनेर मन्थराले बार भनिसके पछाडि अब बुद्धि पनि दूषित भयो। विचार गर्ने सबैतिर सबैलाई उत्सवको जानकारी भयो। उत्सव हुँदैछ।
यतापट्टि कैकेयी गएर कोप भवनमा बसेकी रहेछन्। महाराज दशरथले बेलुका थाहा पाउनु हो। सबै प्रसन्न छन्। कैकेयीलाई देखिएन, के कारण हो बुझ्न जानु पर्यो भन्दाखेरि कैकेयी कोप भवनमा गएर आफ्ना सिंगारहरूलाई बिखारेर कपाल जटा फिरायो, कोप गरेर बसिराखेको देखिसकेपछि दशरथले सोध्नु हो के कारणले गर्दाखेरि कोप गरिरहेकी छौ, ल बताऊ भनिसकेपछि उनले भने कि हजुरले मलाई वरदान दिन्छु भन्नुभएको छ, त्यो वरदान मलाई पहिला नदिकन भोलिका दिनको बिहान ब्राह्मणलाई बोलाएर स्वस्ति वाचन गरेर रामलाई राज्याभिषेक गर्न लाग्नु भएको रहेछ। त्यस कारणले गर्दाखेरि मलाई हजुरले पहिला थाती राखेका वरदान दिनु पर्यो भनेपछि महाराज दशरथले सोच्नु पनि भएको थिएन। यिनले यस्तो प्रकारको वरदान माग्ने भनेर के वरदान हो ल भन भन्दाखेरि अब मेरो छोरो भरतलाई राज्यको राज्यगतिमा राख्ने र रामचन्द्रलाई 14 वर्षको वनवास पठाउने दुईटा वरदान यही भो भनेपछि महाराज दशरथ भक्लक्क त्यही ढल्नु भो। आज सारा संसारलाई मैले भनिसकेँ, भोलिका दिनमा सबैले स्वस्ति वाचन गरेर रामलाई राज्य सिंहासनमा राख्ने भनेर मैले भनिसकेँ। अब तिमी यति बेला यस्तो प्रकारको वरदानको मौका हेरेर वरदान मागिराखेकी छौ, त्यस कारणले गर्दाखेरि अब म वरदान दिन पनि सक्दिन, म कसरी दिनु महाराज दशरथ भन्नुहुन्छ। यो कुरा रामलाई पनि थाहा भयो। सारा राज्यमा उत्सव मनाउने बेलामा दरबारमा अब सबै कोलाहल हुने अवस्था प्राप्ति भएपछि रामले बुझ्नुभयो यो कुरा के हुँदैछ। बुझ्दाखेरि पिताजीलाई भन्नुभयो, पिताजी हजुरले केही पनि चिन्ता गर्नु पर्दैन, मलाई भन्दा पहिला आमालाई हजुरले आमाको वरदान पूरा गर्नु पर्दछ। त्यस कारणले गर्दाखेरि म बसे पनि राज सिंहासनमा केही हुँदैन, भरत बसे पनि केही हुँदैन, आमाको वरदानलाई पहिला पूरा गरिदिनु पर्छ, हजुरको कर्तव्य हो भनेपछि अब राज्य सिंहासनमा राख्ने बेलामा महाराज दशरथले भन्नुभयो म केही पनि यसको बारेमा प्रत्युत्तर दिन सक्दिन। राम तिमी बिना तिमी जंगल गएपछि म यो धराधाममा रहन्न होला, त्यस कारणले गर्दाखेरि अब के भन्न सक्ने मेरो अवस्था नै छैन। सबै प्रसन्न हुनुपर्ने ठाउँमा अहिले कैकेयीले वरदान मागिसके पछाडि भगवान रामले भन्नुभयो ठिकै छ, पहिलो वरदान मेरो जंगल जानको लागि छ भनेदेखि म जंगल जान्छु भनेर भगवान राम जंगल जानको लागि तत्पर हुनु हो। महाराज दशरथले आफ्नो अचेत अवस्था प्राप्ति हुन लागिसकेको छ, केही बोल्ने कुरै भएन। जंगल जानको लागि अब आफ्नो राज्यलाई छोडेर जंगलको राज्यमा जानुपर्छ भनेर तयार हुन लाग्दाखेरि लक्ष्मणले पूर्व जन्ममा मैले हजुरको सेवा गर्छु भनेर भनेको छु, त्यसकारण म पछि पछि जाने हो। लक्ष्मण पछि पछि लाग्न खोज्दाखेरि सीता पनि आउनु हो। सीता भन्नुहुन्छ मलाई मेरो माता पिताले जहाँ राम जानुहुन्छ त्यही जानु भनेर पठाउनु भएको हो, म त तपाईँ जहाँ जानुहुन्छ त्यही रूपमा छाएको रूपमा पछि पछि जानुपर्छ। जंगल गए जंगलमै दुःख गरौँला, बरु जल नभएको ठाउँमा माछा बाँच्न सक्छ, बरु बालुवाको समुद्र मन्थन गरेर त्यहाँबाट बालुवाबाट तेल निकाल्न सकिन्छ, तर म हजुर बिना बाँच्न सक्दिन भनेर सीता पनि जानी जिकिर गरिसके पछाडि भगवान राम भन्नुहुन्छ कि तिम्रो त हेर सेवा के हो, आमा बुवा सम्झेर तिमीले मेरै माता र पितालाई सासू र ससुराको सेवा गर्नु त्यो नै सबैभन्दा ठुलो धर्म हुन्छ। अनेक गरी सम्झाइसकेपछि पनि नमानेपछि राम सीता लक्ष्मण जंगल जानको लागि तत्पर हुनुभयो। जंगलको यात्रा तय गर्नुभयो। सबै अयोध्यावासीहरू पछि लाग्ने भए भन्ने थाहा पाएपछि रामले जाँदाखेरि बीच बाटामा गुवालाई भन्नुभयो हामीलाई मात्रै तारिदिए बाँकीलाई तार्नु पर्दैन, फर्केर आउने काम भयो। यतापट्टि महाराज दशरथ पुत्र जंगल जानु पर्यो भन्ने पीडाले गर्दाखेरि हे राम भनेर दशरथले पनि यता प्राण त्याग्ने काम गर्नु हो। दुईवटा छोराहरू मामा घर गएको अवस्था दुईवटा छोराहरू जंगल लागिहाले। आफ्नो पुत्रको कारणले गर्दाखेरि महाराज दशरथले प्राण त्याग्नु हो। दुईवटा छोराहरू जंगल गएका 14-12 वर्षसम्म यस्तो अवस्था हुन्छ, फिर्ता बोलाउन मिल्दैन। दुईटा छोरालाई बोलाउनको लागि अब दूतहरूलाई पठाउने कुरो हो। दूतहरूले भन्छन् के भनेर बोलाएर ल्याउने महाराजलाई भन्दाखेरि
केहीले कुनै पनि दया नराखिकन यसो भनेर बोलाउनुहोस् कि यो संसारमा सबै व्यक्तिहरू जुन बाटो जान्छन् त्यही बाटो पिताजी जानु भएको हो, वास्तविक कुरा केही पनि नखोलिकन लिएर आउनु भनेर भरत र शत्रुघ्नलाई लिएर आउने काम भयो। त्यहीँबाट सारा कर्महरू तयार भए तापनि सबै अयोध्यावासीहरू पनि फर्केर आउने काम गरे। त्यहाँबाट जानु हो। राम लक्ष्मण र सीता जंगलको बाटो जाँदाखेरि बीचमा भारद्वाज नाम गरेका ऋषिको आश्रम पर्दछ। भारद्वाज नाम गरेका ऋषिले सबै कुरा बताउनुभयो। त्यहाँबाट अगाडि लागिसकेपछि भगवान दण्डकारण्य नाम गरेको जंगलका बीचमा पुग्नु भएको थियो। एक समयको कस्तो प्रकारको अवस्था भएछ भनेदेखि सुपर्णखा नाम गरेकी दुष्टलाई भगवानको स्वरूपको दर्शन मिलिसकेपछि भगवानलाई नि पतिका रूपमा प्राप्ति गर्नको लागि आफ्नो भएको पति विद्युत जीवालाई अरूले नै समन गरिसके पछाडि भगवान रामलाई पति बनाउने इच्छाले गरिकन आएकै थिए। भगवान रामले भन्नुभयो, हेर मसँग त सँगसँगै सीता छिन्, त्यस कारणले गर्दाखेरि एउटै व्रत छ, एक पत्नी व्रत धरो। एउटा बाहेक अरू कसैलाई पनि मैले जस्तो सुकै अवस्थामा पनि पत्नी बनाउँदिन भनेको छ। त्यस कारणले गर्दाखेरि लक्ष्मणलाई सोध। लक्ष्मणले माने भनेदेखि बरु लक्ष्मणसँग विवाह गर। लक्ष्मणलाई भन्दाखेरि लक्ष्मण भन्नुहुन्छ, हेर विवाह गरेर सुख पाउने हो भनेदेखि मालिकसँग विवाह गर्नु ठिक हुन्छ। मालिकको सेवा गर्न आएको दाससँग विवाह गरेर केही पनि सुख हुँदैन भन्दाखेरि नमानिसके पछाडि रूपको घमण्ड भएका कारणले गर्दाखेरि नाक र कान काटेर विरूप बनाएर पठाइदिने काम गर्नु हो। विरूप भइसके पछाडि उसले गएर आफ्ना घर दूषण आदि गरेका सम्पूर्णलाई यो कुरा बताई। अन्तिममा युद्ध भयो। सारा 14,000 को समन गर्ने काम पनि भयो। गएर आफ्नो दाजु रावणलाई गएर, दाजु तपाईँ यदि संसारमा सबैभन्दा राम्रो स्त्री कसैलाई पनि देख्नु भएको छैन, त्यस कारणले तपाईलाई सुहाउँदी त सीता छिन् भनेर भनेपछि अब सीता हरण गर्नको लागि प्रपञ्च मिलाउन लाग्यो रावणले। सबै कुरा मिलाउनको लागि अब कसरी छक्याउने, कसरी सीता हरण गर्ने उसले सारा प्रपञ्च रच्यो। सुबाहु अब बाँकी नै छैन। आफ्नो मामा मारिच बाँकी छ। मारिचलाई बोलाउनको लागि पठायो। मारिचले किन बोलाएको ल बताऊ भन्दाखेरि अब सीता हरण गर्नुपर्ने हो। सीता हरण गर्नको लागि तपाईलाई म सुनको मृग बनाएर पठाउँछु। त्यही बेलामा सुनको मृगमाथि बडा लाललाई धुँदाखेरि सीता लोभिने छिन्। त्यो मृगलाई लिनको लागि राम आउँछन्। त्यही बेलामा मैले सीतालाई हरण गर्छु। ल अब प्रपञ्च मिलाउनु पर्यो भनेपछि म त जान्न। मारिचलाई थाहा छ पहिला नै 100 कोष पर फालेर बल्ल बल्ल ज्यान जोगाएर आएको। अब पनि कालको मुखमा म कसरी जान सक्छु? म जान्न भनेपछि जानी भए जान्छौ कि जाँदैनौ, नत्र यहीँ मै मारिदिन्छु भनेपछि यस्ता दुष्टको हातबाट मर्नुभन्दा बरु भगवानकै हातबाट मरिए पनि मरियोस् भनेर मारिचलाई मृगको रूपमा छल मृग बनाएर रावणले पठाउने काम गर्यो। सीता राम र लक्ष्मण बसिराख्नु भएको थियो। त्यहाँ त्यो मृग चढ्दै चढ्दै अत्यन्त सुन्दर मृग आएको देखिसकेपछि रामलाई सीताले भन्नुभयो, हेर्नु अहिले जंगलको बाछा भोलि पछि फर्केर जाँदाखेरि यही मृग पनि कति काम लाग्ने हुन्छ, त्यस कारणले गर्दाखेरि त्यो मृग लिएर आउनु न भनेर हराएपछि भगवान रामले विचार गर्नु, ठिकै छ एउटा मृगलाई बाण हानेर म लिएर आउँला भनेर त्यहाँबाट निस्किनु हो। लक्ष्मणलाई भन्नुभयो, हेर तिमीले चाहिँ यहाँबाट छोडेर नै हिँड्नुहाई भनेको थियो। लक्ष्मण सीताको आमाको सेवा गर्दा चाहिँ सेवा गरेर बसिराख्नु भएको थियो। बाण हान्दै जाँदाखेरि अलिकति पर पुगिसकेपछि त्यही बेलामा हा लक्ष्मण म मरे भनिछन् छल करायो। छलले भने, हे लक्ष्मण हे भाइ म मरे भनेर कराएपछि सीताले त्यो आवाजलाई सुन्नुभयो, हे लक्ष्मण यहाँ किन बसिराखेका छौ? दाजु अहिले बाणले लागेर क्रोधित भएर हे लक्ष्मण म मरे भन्ने आवाज आइराखेको छ, त्यस कारणले दाजुलाई मृत्युबाट छुटाउनु पर्छ, जाऊ भनेपछि लक्ष्मणले भन्नुभयो, मेरो दाजुलाई कसैले पनि मार्न सक्दैन, मलाई जिम्मेवारी दिया छ, यहाँबाट छोडेर म जान मिल्दैन भनेपछि सीताले अनेक प्रकारका कुवचन बोलेपछि
लक्ष्मणले पनि सहन सक्नु भएन र त्यसपछिबाट एउटा घेरा बनाउनु हो। हेर्नुहोस्, यो घेरालाई तोडेर जस्तै सुकै गाह्रो भए पनि बाहिर नआउनु होला भनेको थियो। लक्ष्मण पनि जानुभयो। मृगले टाढा टाढा राम र लक्ष्मणलाई पुर्यायो। त्यही बेलामा रावणले जोगीको वेश धारण गर्यो, भिक्षा माग्नको लागि आयो। सीता भएको ठाउँमा भिक्षा माग्नको लागि आएपछि बाहिरबाट भिक्षा मागो। सीताले भन्नुभयो भिक्षा माग्ने भए भित्रै आऊ, बाहिर आउनु मिल्दैन। रावण भन्छ जोगीले कसै गृहस्थीको घरभित्र गएर भिक्षा माग्ने होइन, बाहिरै ढोका बाहिरै बसेर भिक्षा माग्ने हो। त्यस कारणले गृहस्थीले भिक्षा दिने कि नदिने भन्ने कुरा उनीहरूको हो। म भित्र आउँदिन। उसलाई थाहा छ कि लक्ष्मण रेखा तोडेर गयो भने डढेर भस्म गराइने हुन्छ। त्यस कारणले गर्दाखेरि अब भिक्षा दिने भए पनि देऊ, नदिने भए पनि नदेऊ भनेपछि बडा धर्म सङ्कट पर्यो सीतालाई। गृहस्थीको कर्तव्य हो, जुन धर्म गर्नको लागि म धर्म गर्दैछु भनेदेखि त्यही धर्मले मेरो रक्षा गरे पनि गर्छ, नगरे पनि गर्दैन भनेर बाहिर भिक्षा दिन भनेर के आएको थियो। त्यही बेलामा रावणले पृथ्वी नै सहित उठाएर सीतालाई हरण गरेर लिएर गयो। उतापट्टि त्यो छल पनि कता गयो, त्यहाँबाट विलप भयो। फर्केर आउनु हो। राम र लक्ष्मण आउँदाखेरि सीता हुनुहुन्न। हे लक्ष्मण, तिमीलाई मैले भने होइन नछोड्नु है, एक सेकेन्ड पनि नछोड्नु भनेर पठाएको थिएँ। लक्ष्मणले केही बोल्न सक्नु भएन, सीताले यस्तो भोग्न पनि सक्नु भएन। दाजु विधिको लेखान त यस्तै हो। अब केही उपाय गरेर सीता खोज्न जाउँ भनेर वनका लता वृक्ष सारालाई आ सीता तिमी कहाँ छौ भनेर भगवान राम खोज्दै खोज्दै जानु हो। कतै पनि पत्ता लगाइएन। जाँदै गर्दाखेरि हनुमानसँग भेट हुन्छ। हनुमानलाई यो कुरा थाहा भइसकेपछि हनुमानले भन्नुहुन्छ यति बेला हेर्नुहोस्, पत्नी हराएको दुःख परिराखेका छ, यस्तै दुःखमा पर्या अर्को एउटा पनि छ भनेर सुग्रीवसँग मित लगाउने काम गर्नुभयो। मितलाई राज्य प्राप्ति गर्नको लागि मितको पत्नी बालीले हरण गरेर लगाएर छ। हेर्नु, पत्नी पनि हरण गरेर लिएर जाने, राज्यमा पनि बस्न नदिने। त्यस्तो गरेपछि यदि तिमीले भोलि राज्य सिंहासनमा बसेपछि मेरो सहयोग गर्छौ भनेदेखि तिमीलाई म राजा पनि बनाइदिउँला भनेर भगवान राम स्वयं सुग्रीवको सहायता गर्नको लागि, बालीको वध गर्नको लागि, अरू कसैबाट पनि अवध्य भएको बालीलाई वध गर्नको लागि भगवानले पनि लुकेर बाण हान्ने काम गर्नु हो। बालीको हत्या भयो। बालीको हत्या भइसके पछाडि बालीको पुत्र अंगद थियो। भगवान रामले पनि लुकेर बाण हानेपछि अब एउटा सिद्धिसके पछाडि राज्य सिंहासनमा सुग्रीवलाई लिएर राख्ने काम गर्नु हो। सुग्रीव राज्य सिंहासनमा बसे 4 महिना अब खोजी गर्ने अत्तो पत्तो केही पनि भएन। कृष्णचन्द्र भगवानको 4 महिना बितिसक्यो, खोज्ने कुनै कुरा नगरिसके पछाडि हनुमानलाई भनेर पठाउनु भयो। अहिलेसम्म मेरो राज्यमा मैले राज्य दिएर भोग गरेर बसेको छ। त्यस कारणले गर्दाखेरि अब त खोज्ने काम भएन भनेदेखि मेरो कुनै पनि सम्बन्ध हुने छैन, तिमीलाई पनि मारिदिउँला भनेपछि सीता हरण गरेर लिएर गएको जटायुले देखिराखेका थिए। त्यही बेलामा जटायुले आफ्नो भएको पंखाले हानेर पनि कुनै पनि प्रकारको पत्तो भएन। त्यो कुरा जटायुले रामलाई बताइदिए। त्यही बेलामा प्राण त्यागे। जटायुको सारा कर्म भगवान रामले गराइदिनु हो। यो कुरा अब सुग्रीवले पनि राज्य सिंहासन प्राप्ति नगर्ने भएपछि अनेक प्रकारका बाँदरहरूको संगठन बनाएर खोज्न जाने काम हो। पत्ता लगाउनलाई बडा गाह्रो हो। हनुमान जानु, हनुमानले पत्ता लगाउँदै गर्दाखेरि सीताको अहिले पञ्चवटीको क्षेत्रमा कस्तो अवस्था छ भनेदेखि राक्षसहरू आउँछन्, डराउँछन्। रावण आउँछ, डराउँछ। यदि तैँले 1 महिनाभित्र मलाई पतिको रूपमा स्वीकारिनस् भनेदेखि तँलाई त टुक्रा टुक्रा बनाएर काटेर तेरो मांस भक्षण गर्नेवाला राक्षसहरूलाई भोजन गराइदिन्छु। यस्तो प्रकारको तर्साउँदा पनि सीताले कति पनि विचलित नभई बसिराख्नु भएको थियो। रावणलाई श्राप परेको छ। आफ्नै दाजु कुबेरका छोरा नल कुबरको पत्नी उनीहरूसँग जब कुभाव राखेको रावणले, त्यसकारणले गर्दाखेरि कुनै पनि स्त्रीलाई यदि बिना सहमति उसको अस्मिता लुट्ने प्रयत्न गरिस् भने त्यति बेलै त डढेर भस्म हुन्छस् भन्ने श्राप परेको छ। त्यसकारणले सीतालाई उसले स्पर्श पनि गर्न सक्दैन।
अनेक प्रकारले डराउँदा पनि सीता नडराइकन बस्नुभयो। यस्ता दुष्टहरूको पन्जामा पर्नुभएको छ कि त्रिजटा नाम गरेको राक्षसीले सम्पूर्ण कुराहरू बताइन्। खोज्दै खोज्दै जाँदाखेरि हनुमानले सीता पत्ता लगाउनु हो कि होइन परीक्षा भयो। परीक्षा भइसकेपछि माथिबाट सम्पूर्ण कुरा हेरिसके पछाडि सीताले जब यस्ता दुष्टहरूको हातबाट बाँच्नुभन्दा बरु मर्छु भनेर प्राणलाई आहुति गर्न लाग्नु भएको थियो। त्यही बेलामा टक्क हनुमान देखिनुभयो। राक्षसहरूले छल गरेका होलान् भन्ने लागेको थियो। पछि सम्पूर्ण कुराहरू सोद्धाखेरि सबै कुरा हनुमानले बताउनु हो। अहिले नै मैले हजुरलाई लिएर गएँ भनेदेखि भगवानको सेवा रहँदैन। त्यस कारणले गर्दाखेरि म भगवानलाई यो सबै कुरा बिन्ती गर्छु भनेर हनुमान फर्केर आउनुभयो। सारा सेना लिएर जाने काम भयो। लङ्कापुरीमा लिएर जानको लागि सम्पूर्ण तयार भयो। बीचमा बाटो पर्छ। लङ्का दहन गर्नको लागि सीता फर्काएर ल्याउने पनि काम भयो। दुष्टहरूको संहार गर्नको लागि बीचमा समुद्र पर्यो। 3 दिनसम्म भगवानले बाटो दिएन, समुद्रभन्दा दिएन। नदी सके पछाडि भगवानले आँखी भाउ टेढो गर्दै हुनुहुन्थ्यो। समुद्र शरणमा आयो। प्रभु हजुरले मलाई छिन्न भिन्नी गर्ने काम नगर्नु होला, किनकि मार्ग म प्रदान गर्छु। नल र नील नाम गरेका 2वटा विश्वकर्माका पुत्रहरू थिए। उनीहरूलाई श्राप परेको थियो कि उनीहरूले शालिग्रामको तिरस्कार गरेका कारणले गर्दाखेरि यिनीहरूले पत्थर पानीमा हाले भने पनि कहिले नडुबोस् भनेर श्राप परेको थियो। त्यसकारण उनीहरूले पत्थर राखेर पुल बनाउने काम पनि भयो। हनुमान गएको लङ्कामा सबै दुष्टहरूले बानरको सबैभन्दा राम्रो अङ्ग भनेको पुच्छार हो। उसको स्वभाव त्यही हो। यसलाई यहीँ डढाइदियो भनेर पुच्छारमा आगो लगाइदिएको थियो। हनुमानले सबैका घर घरमा गएर आगो लगाउने काम गर्नुभयो। लङ्का डढाएर भस्म खरानी गर्ने काम पनि गरिदिइसक्नु भएको थियो। अब गएर युद्ध हुन लाग्यो। युद्धका बीचमा भगवान रामचन्द्रले रावणको समन गर्ने काम पनि गर्नुभयो। सारा युद्ध जितेर अन्तिममा शरणमा आएको विभीषणलाई राज्य सिंहासनमा राख्ने काम पनि गर्नुभयो। कुम्भकर्ण आदिको पनि समन गरिसके पछाडि राज्यमा अब समय प्राप्ति भयो। फर्केर आउने काम पनि भयो। यतापट्टि भरतले यो कुरा थाहा पाएका थिए। भरतले आमालाई भने आमा तपाईँले वरदान माग्ने बेलामा बरु मुखमा किरा पर्या भए पनि हुन्थ्यो। दाजु राज्य सिंहासनमा बस्नको लागि तपाईँलाई नै राज्य चाहिएर छ। ठिकै छ, तपाईँ नै भोग गर्नुहोस् भनेर राज्यमा नबसिकन रामचन्द्र भएको ठाउँमा जानुभयो। सबै कुरा थाहा। भरत जानुभयो। पिताजीले दिएको राज्य भोग गर्ने इच्छा छैन। दाई तपाईँ नै गर्नुहोस् भन्दाखेरि खुब सत्यवादी त पिताजी थिए। पिताजी सत्यवादी हुनाले गर्दाखेरि अहिले हाम्रो यो अवस्था छ। तिमी जाऊ राज्य गर भन्दाखेरि स्त्रीका बसमा परेका कुरा व्यक्तिहरूको आदर गर्नु पर्दैन भन्दाखेरि भगवानले के भन्नुभयो, हेर म फर्केर जान मिल्दैन, तिमी जाऊ भनेर पठाइदिनु भएको थियो। पहिले भरतले के भन्नुभएको थियो, तपाईँ जंगल बसुन्जेल यो भरतले कुनै वस्त्र पनि वनवासीको जस्तै लाउँछ, भोजन पनि बरु अनेक प्रकारका जौका बनाएर खान्छ, कुनै मिठो पदार्थ खाँदैन, भैमै शयन गर्छ। 14 वर्षबाट एक दिन ढिला भयो भनेदेखि यो प्राण रहँदैन भनेर प्रण गर्नुभएको थियो। त्यस्ता भाइ पाएका भगवान रामले ल हेर्नुहोस्, यहाँ त राज्यको लागि सबैलाई आफैलाई चाहिएको छ। राम भन्नुहुन्छ म फर्केर जान्न, भरत भन्नुहुन्छ म राज्यमा बस्दै बस्दिन, मलाई चाहिएकै छैन। 14 वर्ष बितिसकेपछि फर्केर आउनु हो। नन्दी ग्राममै बस्नु भएको भरतले आजको दिनसम्म अनसन व्रत बस्नु हो। राम आउँदै हुनुहुन्छ भनेपछि त्यही खराउलाई पूजा गरेर राज्य सञ्चालन गरिरहेका भरतले सारा सेनाहरूलाई लिएर जानुभयो, स्वागत गरेर ल्याउनु हो। समय कस्तो रह्यो भनेदेखि आफू राज सिंहासनमा बसेर मात्रै हुँदैन, लोकमा प्रजाहरूले पनि के भन्छन् त्यो कुरालाई नि विचार गर्नुपर्दछ भन्ने लागेछ। भगवान रामले विचार गर्नुभयो, हेर सेना हो, यो राज्यमा मलाई के भन्दा रहेछन् एकपल्ट बुझ्नु पर्यो भनेर गुप्त भेष धारण गरेर सिपाहीहरूलाई पठाएको। एउटा धोबीले आफ्नो पत्नीलाई कुट्दै रहेछ, रहम विवर्मी तम दुष्टम असती परवेशमा गाम, हे दुष्ट त मेरो घरमा मलाई हिजो नसोधिकन गएकी थिइस्, आज किन आउनु पर्दै? तैँले के त्यो भगवान राम जस्तो भन्ठाने? रावणले हरण गरेर लैसकेको सीता पवित्र छ भनेर लिएर आएर दरबारमा राख्ने, मेरो घरमा बस्नु पर्दैन भनेर पत्नी कुट्दै रहेछ। भगवान रामलाई ल्याएर सुनाइदिए।
कुलमा कलंक लागिसकेपछि, इज्जतमा कलंक लागिसकेपछि एउटाको होइन दुईटाको होइन मुख थुन्न सकिँदैन। त्यो कुरा सत्य होस् झुटो होस् त्यो समाजमा फैलिसके पछाडि त्यो सत्य साबित पनि गर्न सकिँदैन। भगवान रामले पनि नसक्ने अवस्था हो। इति लोका बहुमुखा, सबैले यही भन्न थाले भनेपछि भगवान रामले सीता गर्भवती भएको अवस्था हेर्नु, समाजदेखि कति डर छ। सीता गर्भवती भएको अवस्थामा लक्ष्मणलाई भनेर वाल्मीकिको आश्रममा छोडेर आउने काम गर्नुहुन्छ। वाल्मीकिकै आश्रममा लव र कुश जन्मिन्छन्, संस्कार गरिदिनुहुन्छ, रामायण पढाउने काम गर्नुहुन्छ। यतापट्टि रामलाई यज्ञ गर्नको लागि ऋषिहरूले प्रेरित गर्नुहुन्छ। यज्ञता गर्ने, पत्नी छँदा छँदै बिना पत्नीको यज्ञ गर्ने कुरा भयो। एउटादेखि अरूलाई पत्नी बनाउँदिन भनेको छ रामले, अरू पत्नी ल्याउने कुरा पनि भएन। यज्ञका लागि बरु सीताको विग्रह बनाएर राखियो, यज्ञ गरियो। यज्ञमा अन्तिममा घोडा छोड्ने काम भएको थियो। त्यो घोडा विश्व विजयी सम्पूर्ण जितेर आयो भने मात्र त्यो यज्ञ पूरा हुने थियो। त्यो घोडा जाँदै गर्दाखेरि वाल्मीकि ऋषिको आश्रमको अगाडि पुगेछ। लव र कुशले त्यो घोडालाई च्याप्प समाउने। सीताले ज्ञान दिनु भएको थियो, भगवान राम युद्ध गर्न भनेर जानुभएको गर्दाखेरि अत्यन्त पराक्रमी देखिसके पछाडि को हो के हो नि परिचय गर्ने अवस्था भएन। अन्तिममा घोडा नछोडिसकेपछि सीताले भनिदिनु भयो, हेर बाबु, वाल्मीकिले सिकाउनु भएको रामायण पढेर सुनाइदिउ भनेर रामायण पढेर सुनाउन लाग्नुभयो। रामायण सुनाउँदै जाँदाखेरि यहाँभन्दा मास्तिर हामी भन्दैनौ, जसले आफ्नो गर्भवती भएको पत्नीलाई समाजको डरले गर्दाखेरि छोडेर जाने त्यस्तो पुरुषको हामी रामायण पनि भन्दैनौँ भनेपछि भगवान राम केही बोल्न नसक्ने अवस्थामा प्राप्ति हुनुभयो। यिनीहरू मेरै छोरा रहेछ। भगवानलाई थाहा भयो। सीताले भन्नुभयो अब युद्ध गरेर काम छैन। सीताले भगवान रामलाई चिन्नु भएको थियो, त्यस कारणले गर्दाखेरि घोडा छोडिदियो भन्नुभयो। छोडिदिएपछि लव र कुशले पिताजी भन्ने कुरा पनि थाहा पाए। सीतालाई यो लोक कलंक लाएर बाँच्न इच्छा पनि भएन र सीताले भन्नुभयो, हेर सम्पूर्णलाई मैले साक्षी राखेको छु। यदि मैले मन वचन चित्तले आजसम्म कुनै पुरुषको एक पटक मात्रै सम्झना गरे भएदेखि म अहिले नै यही त्यही धर्मले गरिकन म सक्यौं भनेर प्रण गर्नुभयो। कसैबाट पनि कुनै पनि प्रकारको त्यस्तो भएन। अन्तिममा भन्नुभयो, यो लोकमा म पृथ्वीबाटै आएको र हे धरती मलाई मार्ग दे भनेर पृथ्वीमै गएर सीता लिनु हुनुभयो। कृष्णचन्द्र भगवानको, रामचन्द्र भगवानको पिताजीको कारणले गर्दा गुरुवर्थे त्यक्त राज्यो व्यचरदनु वनम पद्म पद्म्याम प्रियाय पाणी स्पर्श क्षमाभ्याम मृजित पथरुजो यो हरिद्रान जाभ्याम। आफ्नै कमल जस्तो कमल पाइला भएको सीतालाई वन वनमा हिँडाउन पनि भगवानले नजाऊ भन्दाखेरि हिँडाउनु भयो। सारा लोकलाई शिक्षा दिनुभयो कि संसारमा दुःख कसलाई आउँदैन। भगवान राम भएर आउँदा पनि पिताजीको मृत्युको खबर थाहा हुने बित्तिकै सरयू नदीको किनारमा जंगलमा बस्दाखेरि बालुवामाथि चिउरीको गुदीको पिण्डदान गर्नु। फर्केर जब आनन्दको सास फेर्ने बेला भएको थियो सीताको, लोकले कलंक लाग्यो। गर्भवती अवस्थामा घर छोडेर जानु पर्यो। कति दुःखको प्राप्ति भयो। यो सम्पूर्ण श्रवण गराइसकेपछि अब महाराज परीक्षित भन्नुहुन्छ, हजुरलाई के कथा सुन्ने इच्छा छ सबै म बताउँछु भनेर भगवानले मर्यादा सिकाउनु भएको रामचरित्रमा एउटै थियो, एक पत्नी व्रत धरो राजसी चरित सुचेहि। जस्तो सुकै अवस्था आउँदा पनि एउटै पत्नीमा निष्ठा राख्नुको लागि संसारलाई ज्ञान दिनुभयो भगवानले। अन्तिममा यो धराधाममा ज्ञान दिइसकेपछि व्यक्तिहरूको घमण्डलाई चूर गर्नको लागि परशुरामले 21 पटक निक्षत्रिय